नमस्कार दर्शकबिन है, यहाँनिर सधैँ चाहिँ लिम्बू जातिको है जातीय समुदायको फेरि पनि चासोक तोङनाम मनाउन गइरहेका छौँ है। त्यसको लागि रेडी छ र चासोक तोङनाम किन मनाइन्छ है भन्ने बारे हाम्रो एसपी लिम्बूबाट अलिक जानकारीको लागि हामी उहाँलाई सोध्नेछौँ। र सेवा र आतङ्बे र दर्शकलाई त सबै थाहै छ होइन, चासोक तोङनाम भनेको के हो मनाउँछ भने चाहिँ थाहा छ, तर एक्चुअली यो यस खासमा चाहिँ के हो चासोक तोङनाम र यसको उद्देश्य के हो होइन, उद्देश्य के हो, विषय के हो, कहिले मनाइन्छ र किन मनाइन्छ, यस बारेमा दर्शकबिनलाई तपाईँले भनिदिनु पर्यो। सर्वप्रथम चासोक तोङनाम भनेको के हो? चासोक तोङनाम भनेको तपाईँको चासोक तोङनाम भनेको चाहिँ एउटा लिम्बू वर्ड्सबाट आउँछ, एउटा लिम्बू ल्याङ्ग्वेजबाट बनिएको शब्द हो चासोक तोङनाम। र चासोक तोङनाम भनेको तपाईँको चासोक भनेको अब लिम्बूबाट सुब्बाबाट भन्नु पऱ्यो भने यो बाली नालीहरू, फलफुलहरू, यो इत्यादि इत्यादि चिज जुन चाहिँ खानेकुरा चिजहरू पाक्छ, त्यो पाकेको चिजहरूलाई चासोक भनेर भनिन्छ। अनि तोङनाम भनेको चाहिँ एउटा मेला, एउटा फेस्टिभल, पूजाआजा गर्नलाई तोङनाम भनिन्छ है। त्यस कारणले गर्दा चासोक तोङनाम भनेको चाहिँ तपाईँको जुन चाहिँ बाली नालीहरू पाकेको हुन्छ, यसलाई चाहिँ एउटा यो भगवान्ले एउटा देउतालाई चाहिँ धन्यवाद छ है तपाईँलाई होइन। तागे अब सुब्बाबाट तागेर निवा फुमाङलाई चाहिँ लो है धन्यवाद छ तपाईँलाई, चाहिँ तपाईँको आशीर्वादले पाके है, लो तपाईँलाई धन्यवाद छ भनेर यसरी हाम्रो लिम्बू समुदायले मनाउँछन्। त्यसलाई चाहिँ चासोक तोङनाम भनेर भनिन्छ। र यो कहिले मनाइँदो रहेछ यस बारेमा पनि भनिदिनु पर्यो। तपाईँको अब ठिक समय यही समयमै हो। यो समय भन्नुको मतलब तपाईँको यो नोभेम्बर डिसेम्बरको लाइनमा मनाइन्छ, किनभने यो समयमा सबै कुरा पाकिरहेको हुन्छ नि त। अहिले धान पाकिरहेको छ, पाकिसकेको छ, दाल पाकिसकेको छ, इत्यादि इत्यादि धेरै कुरा पाकिसकेको छ। अनि काम पनि कम भएको छ। यो समयलाई चाहिँ ल है मनाइदिउँ न, एउटा धन्यवाद छ, चढाइदिउँ भगवान्लाई, नयाँ फलफुल भनेर मनाइन्छ। मैले जानेको चाहिँ, तर अब धेरै अझै यसमा कति कुरा लुकेको होला अझै, तर मैले जानेको चाहिँ त्यति भनिदिएको। यो कसरी मनाइन्छ यस बारेमा पनि एक दुई लाइन भनिदिनु भने धेरै राम्रो हुन्थ्यो दर्शकबिनलाई। अब पहिला चाहिँ अब त्यति साह्रो याद भएन। अब अहिले चाहिँ यस्तो प्रकारले एउटा समुदाय भेला भएर, एउटा जाति भेला भएर, त्यसरी अब धेरै जग्गाको मानिसहरू एकै जग्गा भेला भएर, याक्थुङ जातिहरू भनौँ या लिम्बू जातिहरू भनौँ, यसरी भेला भएर चाहिँ यसमा धेरै प्रकारको प्रोग्रामहरू राखेर होइन, त्यो पाकेको चिजहरूलाई पकाएर चढाएर त्यो प्रकारले मनाइने गर्छ। अहिले चाहिँ यसमा धान नाचहरू होला, च्याप्रुङ, त्यसमा हुन्छ धेरै प्रकारको प्रकारले। सो त्यसै भएर यसमा परम्परा खानाहरू पनि हुन्छ नि लिम्बू जातिको है, त्यस बारेमा पनि एक दुई शब्द राखिदिनु भयो अति राम्रो हुन्थ्यो। खानाहरू त अब हाम्रो लिम्बूको मेन चाहिँ के खान्छ होला त्यति बेला लिम्बू जातिले? अब तपाईँको ट्रेडिसनल मासुहरू त्यसलाई नै फलो गर्छ। अब अहिलेको नयाँ भन्दाखेरि चाहिँ जुन चाहिँ अगाडिको ट्रेडिसनल पहिला खाने चिजहरूलाई चाहिँ बेसी मात्रामा मान्यता दिन्छ नि यसमा चाहिँ। अब लिम्बूहरूले बेसी मात्रामा चलाउने भनेको ढुङ्ग्रोहरू चलाउँला, मासुमा के चलाउँछ? अब सुँगुरको मासुहरू चल्ला, फाक्सा भन्छ, त्यस्तोहरू चल्छ एकदमै। तर एकदमै राम्रो हुन्छ। धेरै अब नाइट बेलुकासम्म हुन्छ, नाइट प्रोग्रामहरू पनि हुन्छ कोही बेला, एकदमै दिनभरि डान्स होइन, धान नाचहरू नाचिरहेको एकदमै राम्रै हुन्छ। र यसमा त्यो त संस्कृतिमा आयो है, कार्यक्रममा आयो, त्यो भनिहाल्नु भयो है। यसमा चाहिँ केलाङ, च्याब्रुङ है, च्याब्रुङ पालाम गीतहरू हुन्छ एकदमै सबै कुरा अन्त मतलब राम्रै हुन्छ। सो यसमा चाहिँ के हुन्छ, परिवार तथा समुदायको भेटघाट पनि त हुन्छ है, सबै समुदायको भेटघाट भयो, कोही आफ्नो मान्छेहरू कोही टाढो भएकोहरू लै भेटौँ भनेर भेट भयो। अहिले त्यसै पनि संस्कृति हराएर जाँदै गरेको यो